कम्तीमा 1000 को संख्यामा मोटरसाइकल सहित आज हामी गणतन्त्रको आवाज घन्काइरहेका छौं। सर्लाहीबाट सर्लाहीको बागमतीदेखि फुलजोरसम्मको करिब 30 किलोमिटर लोकमार्ग खण्ड आज गणतन्त्रको आवाज घन्किएको छ र नेकपा एमालेले प्रस्तुत गरेको छ। आज जनताको पक्षमा यो लहर किन आइरहेको छ अर्थात् राजतन्त्रको पक्षमा जुन देशमा आतंक मच्चाउने कोसिस भइरहेको छ त्यसको सशक्त प्रतिवाद आम जनताले गरेका छन् र के को लागि यो कार्यक्रम गरेको हामीले तपाईहरुलाई थाहा छ। तपाईहरु अलि छिट्टै बिर्सिनुहुन्छ, हामी अलि छिट्टो बिर्सिन्छौं। हिजो राजतन्त्रले गरेका बदमाशीहरु अहिले बिर्सिनु भयो। धेरैले भन्नुहुन्छ अहिले भ्रष्टाचार भयो, राजनीतिक दलहरूले अन्याय गरे, अत्याचार गरे, विकास गरेन। म यो कुरासँग असहमति राख्दिन। राजनीतिक दलहरूको कुरा आउँदा त्यहाँ पनि हामी विसङ्गतिको विरोध गर्छौं, तर राजनीतिक दललाई 5 वर्षमै हामी पल्टाउन सक्छौं, अर्को 5 वर्षमा भोट नदिन सक्छौं, अर्को दललाई ल्याउन सक्छौं। यो राजनीतिक व्यवस्थामा आउने राजनीतिक पार्टीहरूले यसलाई नियन्त्रण गर्छन्। तर एउटा राजतन्त्र आयो भने तपाईले कति पुस्ता पर्खिनुपर्छ। विगतको राजतन्त्रलाई पल्टाउनको लागि नेपालमा लोकतन्त्र ल्याउन कतिले शहीद हुनु पर्यो। र अहिलेको ज्ञानेन्द्र शाहको कुरा गर्नुहुन्छ भने तपाई नमिता सुनिता हत्याकाण्डदेखि मूर्ति चोरीदेखि अनेकौं यस्ता काण्ड छन् र अनेकौं धीरले यस्तो शहीद हुनु परेको छ र यो कुरा अहिले बिर्सिन मिल्छ? म तपाईलाई सम्झाउन चाहन्छु। अहिले मात्रै जुन राजाले नै नवराज सोबडीलाई आफ्नो कमान्डर बनाएका छन् उनले लेखेको किताबमै लेखिएको रहेछ पञ्चायत कालमा ओमेगा घडी कम्पनी स्विजरल्यान्डको प्रख्यात कम्पनी नेपाल आउन आँटेको रहेछ। नेपालमा उसले आफ्नो फ्याक्ट्री राख्न खोजेको रहेछ। तर त्यतिखेर यिनी ज्ञानेन्द्र शाहले भनेछन् मलाई सित्तैमा 50% शेयर दिने भए बस्न पाउँछस्, नभए पाउँदैनस्, नभन्दै त्यतिखेरै यो कम्पनी हिँडेछ। नेपालमा राजाहरूले विकास गरे, यो गरे, त्यो गरे भनेर अफवाह फैलाएको छ। के विकास गरे राजाहरूले? त्यो बेला र अहिलेको समय तपाईँ दाज्नुहुन्न। राजाका आन्दोलन, राजाका कमान्डर कस्तो हुँदो रहेछ, राजाको शासन कस्तो हुँदो रहेछ भन्ने कुरो अहिले देखिएन र? दुर्गा परसाईले लुटपाट गराएनन्, नवराज सुवेडीहरूले लुटपाट गराएनन्, जिउँदै मान्छेलाई माथि राखेर तल ढोका लगाएनन्, आगो लगाएनन्, सुन्तला र स्याउ चोरेको अनि बियरका बोतलहरू फोडेर खाएको देख्नु भएन? राजनीतिक दलहरूको आन्दोलन कम्तीमा यति तल्लो स्तरमा गिरेका हुन्छन्। हिजो राजाको शासनमा 59 सालमा ज्ञानेन्द्रको शासनमा म पत्रकार थिएँ। दुईतिर क्याप्टेनहरू बसेर लेख्नु पर्थ्यो, उसले भनेको कुरो लेख्नु पर्थ्यो, पत्रिका छाप्नु पर्थ्यो, छाप्न पाइँदैन थियो। यो कुरो अहिले हामीले बिर्सिने अनि फेरि यही शासन ल्याइदिन चाहनुहुन्छ तपाईँ नयाँ पुस्तामा? हामी चाहन्छौँ। तपाईँ भन्नुहुन्छ हामीलाई यो झोले राजनीतिक दलका कार्यकर्ता हो, हामी झोले हो, झोले भएरै हामी गर्न चाहन्छौँ कि अर्को पुस्ता, तपाईँको पुस्ता, तपाईँको भन्दा पछिल्लो पुस्तालाई यो राजासँग राजतन्त्रसँग फेरि लड्नु नपर्ने व्यवस्थाको ग्यारेन्टी गर्न चाहन्छौँ। व्यक्तिगत रूपमा मलाई भन्नुहुन्छ भने झोलेको रूपमा कसैको केही खाइदिया छैन, कुनै राज्यको 1 पैसा सम्पत्ति खाएको छ, हिनामिना गरेको छ, दलमाथि गरेको छ भने व्यक्तिगत रूपमा मलाई भन्नुस्, म झुन्निन तयार छु। अनावश्यक रूपमा आरोप लगाएर पनि केही हुँदैन। अनावश्यक रूपमा मान्छेलाई चाहिँ तपाईँ फत्तुर लगाउनुहुन्छ र एउटा देश र जनताको पक्षमा काम गरिरहेको मान्छेलाई हिंसाबोध गराउनुहुन्छ। त्यस्तो नगर्नुहोस्, त्यस्तो टिप्पणी नगर्नुहोस्। बरु आउनुहोस् हामी एउटा चाहिँ राम्रो शासन व्यवस्थाको लागि लडौँ, राजनीतिक दलहरूको विकृतिको लागि यिनीहरूलाई निमिटेड नपारौँ, भोट नदिउँ, अर्कोलाई भोट दिउँ, व्यवस्था बदल्ने हामी आन्दोलन गरौँ। तर त्यो व्यवस्था बदल्ने भनेको भूतलाई लिएर आएर बदल्ने होइन, राजतन्त्र लिएर आउने होइन। यस्तो नयाँ पुस्ताहरू यस्तो गलत काममा नलाग्नुहोस्। आज यही सन्देश थियो। आजको मोटरसाइकल र्यालीले भव्य रूपमा मोटरसाइकल र्याली सम्पन्न भएको छ। नेकपा एमालेका स्थानीय कमिटीहरूले आज धेरै राम्रो भूमिका खेलेर यो र्यालीलाई यो स्तरमा पुर्याउनु भयो। म यहाँहरू सबैलाई यो मोटरसाइकल र्यालीमा सहभागीलाई धन्यवाद दिन चाहन्छु। र आज जो फोटोग्राफीले जुन भिडियो फोटो गरेर यो प्रचार प्रसारमा सहयोग गर्नुभएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार। मिचिएका भूमि फिर्ता ल्याउन अघि सर्ने भारतीय विस्तारवादलाई खबरदारी गर्ने, मिचिएका भूमि फिर्ता ल्याउन अघि सर्ने भारतीय विस्तारवादलाई खबरदारी गर्ने।